हेलो, हामी सबै धरानतर्फ जाँदैछौँ। अनि हामी चाहिँ इटरीमा साथीको ससुर अस्ति नै बित्नुभएको थियो वैशाख 13 गते। अनि सुधै कार्यक्रममा सामेल भयौँ। अनि हामी त्यहाँनिर जमघट भएर धरानतर्फ लाग्यौँ। अनि धरान जाँदाखेरि हेर्नुहोस् न कस्तो राम्रो हरियाली, पानी परेको परै मौसम छ अहिले है। कस्तो जहिले पानी परेर होला, मौसम पनि अर्कै क्या, वेदरहरू पनि। अनि हामी इटरीदेखि बसमा चढेको। बसमा यस्तो फेन राखिदिएको रहेछ होइन। अनि मेरो पछाडि चाहिँ यस्तो फेन थियो, आनन्द भएको। सरर पुग्यौँ धरान। अनि हाम्रो भान्जी चाहिँ यहाँ भान्जीलाई पर्खिँदै हुनुहुन्छ, परबाट देखोस् भनेर। यता भान्जी आइपुग्नु भयो। अनि हाम्रो भान्जी यताबाट कुद्दै आउनुभयो। अनि हामी सबै भेट्यौँ है, ढोकभेट गऱ्यौँ आफ्नो एज अनुसार। त्यहाँदेखि फेरि हामी लाग्यौँ जुजुधौतर्फ। अनि यहाँनिर चाहिँ पुरा धरानमा सुकुटी लाइन अचार बनाउने है। यहाँबाट मैले कतिचोटि लगेर अचार बनाएर खाइसकेको छु। र हामी यसरी मेमोरी फोटोहरू लिँदै हिँड्यौँ, गफ गर्दै। अनि फेरि जुजुधौ पुग्यौँ नेवारी खानामा। अनि नेवारी खानाभित्र बस्यौँ। अनि यता कस्तो राम्रो के बस्ने ठाउँहरू पनि कस्तो मजाले। अनि हामी बस्यौँ। अनि एकछिनमा खानाको अर्डरहरू गऱ्यौँ भान्जीहरूले। अनि मलाई चाहिँ कस्तो राम्रो लागेको कि यो ठाउँ चाहिँ बस्नु, फोटोहरू यस्तो खिचिहाल्यौँ है। अनि एकछिनमा खानाहरू ल्याइदियो। वाउ, खाना देखेर त अनि त्यहाँदेखि एकदम खानु मनपर्ने चाहिँ यो नेवारी खानाको सागको मिछा भन्ने रहेछ। भान्जी र म चाहिँ एउटा पहिलोचोटि नै ट्राई गरिहालौँ क्या। हो तर क्रन्ची के, कस्तो मिठो है, तातो। मेरो त मुखमा डोडिने झन्डै पसी पठायो। यस्तो टेस्ट लागेको नि, टेस्टी। त भान्जीले पनि टेस्टी भन्दै हुनुहुन्छ। अनि बिस्तारै खाना खानु थाल्यौँ। हामी खाँदै गयौँ, गफ गर्दै गयौँ। आनन्दको साथमा खानाहरू खायौँ है। अनि कस्तो मजा लाग्यो नि खानाहरू खाँदै गफ गर्दै। अनि उहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो दिदी। अनि हामी सबै भेटेर गफ गर्यौँ, साथमा रमाइलो गऱ्यौँ। खानाहरू मिठो।